पनि हप्काउँछ कर्मचारी सबै पठाइदिए जनप्रति त केही नभन कर्मचारी बाहिर पठाइदिए आदेश छ आदेश छ कि छैन छ भने देखाउनु पर्यो त मौखिक आदेश हो भने पनि आफू आएर भन्नुपर्छ होला अगाडि आउनु पर्यो सबैलाई जवाब दिनु पर्यो सुनिता डङ्गोलजी एमालेकै मान्छे हो नि उहाँले देखाइदिनु उसले 7 दिनलाई च्यालेन्ज गराएको थियो टुकुचामा काट्छु भनेर खासमा बालेन शाहलाई काट्दियो नेताहरू र बालेन शाह बिच अब टक्कर सबलाई थाहा छँदैछ उनीहरूले पनि हिजो अस्ति छिराएन नि 7 दिन आज 7औं दिनको दिनमा छिरायो 15 गते जब राजालाई उहाँले फाइन तिराउनु भयो नि लगभग 8 लाखको त्यो जुन पत्र पठाउनु भयो नि त्यहाँदेखि बालेन शाहको दशा सुरु भएको त्यहाँदेखि हो 84 मा बालेन शाहले पार्टी खोल्नुपर्छ उसले बहुमत ल्याउँछ अबको प्रधानमन्त्री बालेन शाह भनेर सबले के अरे गजेडी जड्या कुनै खोयो भन्ने आउँछ नि कमेन्ट त्यो प्रुभ गर्छ क्या आफैलाई सबले अहिले के भन्दा नि साँच्चै नै बालेन शाहले स्ट्याटस अथवा कुनै काम कारबाही चाहिँ होइन गाँजा खाएरै जाँडा खाएरै लेख्छ कि क्या हो भन्ने शङ्का उत्पन्न भएन 15 गतेको राजालाई जरिवाना बाना तिराउने घटनापछि होइन अब बालेनको समर्थक छैन भनेर यो पेल ल्यायो क्या त्यो बालेन शाहले कुरै बुझेको छैन सुनिता डङ्गोलजी एमालेकै मान्छे हो नि उहाँले देखाइदिनु